आजसम्म मैले चाहिँ के इम्प्रुभमेन्ट गरेँ र के गर्दैछु भन्ने कुराको चाहिँ नि अलिअलि जानकारी म दिँदैछु है। अब यसमा पनि व्यापक यहाँ माथि धुलो लागेका चिजहरू थिए, सबैलाई उ गरेर यहाँ सारा कुरा यो गरेको त विदितै छ नि तँलाई, यी नै थियो ऊ। अब अहिले ऊ गइसकेपछिको चाहिँ यहाँको एउटा बटमलाई चाहिँ ऊ त्यो फ्यान बनाइदियो। अब एसी चलाएर सधैँ नहुने हो भनेर ट्याक्कै यहाँ गर्ने बित्तिकै त्यहाँ फ्यान चल्छ। यो एउटा अपग्रेड यहाँ गरियो यार। अब यहाँनिरको हकमा चाहिँ तेरो ल हेर, यहाँनिर चाहिँ पुरै खाली गरियो, एकदम सामानहरू सब कम से कम सामान है चटक्क परेको छ। अब लाइट एउटा हाल्न बाँकी नै छ। माम्बीको यतापट्टि पनि बबाल त्यो गनाउने लुगाहरू दुनियाँ त्यसलाई चाहिँ सबै डस्ना बनाएर त्यो गरियो। अब यहाँनिर माम्बीको यहाँनिर यहाँ बत्ती रहेछ एउटै, यो बत्ती यहाँ राखियो, यहाँ रहेछ यसको स्विच, ड्याङ्ग बस्नु भएको छ माम्मी फेरि। अब यहाँ पनि यहाँ माथि पनि बल्ब हाल्दैछु, कति नि सामान्य काम। अब यो पुछेर गरेको नयाँ टकटक भयो सबै, पुस्दा पनि हुने रहेछ, यो त पुस्दा हुने रङ लाउनु पनि रहेछ है। साह्रै मैलो भयो भने मात्रै, नत्र सबै गर्दाखेरि नयाँ जस्तो भएको छ यो कोठो है। अब बिस्तारै अब यहाँ बाथरुम हेरेँ, अब यहाँ बाथरुमको कुरा गर्नुपर्दा अब यहाँनिर चाहिँ अब टेपहरू टाल्छु, पुडिङ सुडिङ लगाएर सबै रेडी, रातो कलरको यहाँ झप्प परेको ऐना है। अनि त्यहाँ माथि एक्जस्ट यहाँ नुहाउँदाखेरि जुन बाफ हुन्छ नि, त्यसले गर्दा काठहरू गलेर दुनियाँ फोहोर भएको छ क्या, त्यो पत्ता लगाएर यहाँनिर झ्याप्प एउटा चाहिँ बत्ती बल्ने बित्तिकै बल्ने चाहिँ के अरे तान्ने चाहिँ त्यो एक्जस्ट। त्यसपछि आएर अब दिशा गर्दा कहिले भेट्टा लाइन जाँदा त बिजो हुँदो रहेछ, अनि त्यो इन्भर्टरले चाहिँ बल्ने एउटा सानो बल्ब त्यहाँनिर। अब मेरो योजना अनुसार है, अब यो सबै गरी यहाँ पनि बबाल चिजहरू नराख्ने, दुइटा मात्रै राख्ने सजिलो। अब यो सबै खाली छ है। अनि अब यो एउटालाई एउटा, एउटालाई एउटा। अब यो चाहिँ अब धेरै लामो जाँदैन, यसलाई स्टप गरेर फेरि म गर्छु है त।